क्यामेरालाई पनि नचाइदिउँ न। हाम्रो बेहुली हुन आँटेको बेहुलीलाई कस्तो लाग्दैछ अन्त? कस्तो भन्नु अब यो उयो हो स्टार्ट पनि गर्नु भएको ए कस्तो लाग्दैछ कस्तो लाग्दैछ नि so nice feelings यो राम्रोसँग किन सबै भिडियो बनाइदिन्छ हौ मुटुको बेला दगदग। हेलो सबैजनालाई, आज तपाईहरुको बीचमा एउटा भ्लग गरिरहेको छु। विशेष गरी आज चाहिँ हाम्रो मेरो दिदीबहिनीहरूलाई लिएर हामी चाल्सा सिन्क्लेयर्समा हामी आएका छौँ। अनि एकदम मजा मजाको बहिनीहरू दिदी बहिनीलाई लिएर हामी चाल्सामा आएका छौँ। र आज चाहिँ हाम्रो म्याडमहरुसँग हामी यहाँ सिन्क्लेयर्समा आएको छौँ। उहाँहरूले के अर्डर गर्नुहुन्छ आज उहाँहरूको फरमाइसमा हामी सबै खानेछौँ। के खान्छ विशेष गरी हामी चाहिँ यहाँनिर चाहिँ हाम्रो बहिनी करुणाको निम्ति हामी यहाँ आएका छौँ। र करुणाको लागि यो अर्चुनानाहरूले म्यानेज गरेको यो केक एकदम मजाको। तर ब्राइड टु बी नपाएर चाहिँ प्रिन्सेसले किन आएको छ हामीले यहाँनिर छ नि ब्राइड टु बी यहाँ देखाइदिएला केक प्रिन्सेस नै हो हाम्रो करुणा बहिनी प्रिन्सेसै हो नि। थ्याङ्क यू। ब्राइड टु बी केक हामीले त के अर्चुना र शुभेच्छाले मलाई चाहिँ तर यस्तो ब्राइड टु बी भन्दा चाहिँ उयो मन पर्छ नि सबैजना बसेर गीतहरू गाएको ब्राइड आउँछ तपाईँको हाम्रो मजाको बेहुली अब हुनु आँटेको बेहुलीलाई ब्राइड टु बी नपाएर चाहिँ प्रिन्सेसै हो। लु यहाँ केकको छेउमा बस पहिला फोटोहरू खिचिदिन्छु नि म। यस्तो पल्टाउँ मेरोमा होइन राम्रो निकालिदिनु ल लुगा राम्रो नभए राम्रै छ हौ दामी देखिरहेछ। यो चाहिँ मेरो सरप्राइज थियो त्यसै कारणले मेरो ड्रेस थिएन। थ्याङ्क यू सो मच दिदीहरूलाई। यता फोटो हेर न यसलाई यस्तो गर्छु ल सरी राम्रो आयो दामी दामी एकदम खुसीले गदगद छ हाम्रो यहाँ करुणा बहिनी। गदगद त होइन होला हौ राम्रो आयो खुसी चाहिँ तर बेहुली हुनु आँटेकोमा होला सायद। दामी 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 लु 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 फेरि एकपल्ट फोनमा त्यसमा अलिक जान्छ होला नि लामो। दिदीको टर्नमा चाहिँ हामी रटिकन आउनु पर्ने रहेछ। दाँत झर्छ होला त्यति बेला। नाच क्यामेरालाई पनि नचाइदिउँ न।
सबै काट्दै खानु नि ल खुवाइदिनु खुवाइदिनु थ्याङ्क यू होस् 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 तपाईँलाई नखानु काटिदिन्छ होला त उनीहरूले दिन्छ त अहिले उयोहरू स्पुनहरू सुसानले पनि खुवाइदिनु मलाई पर्दैन हौ म त खाँदिनँ त उयो भयो भने माग्छ होला र पनि म एक पिस करुणाको निम्ति खाइदिन्छु हस्बेन्डको बिहे त हुनु बेसी नखाउला खोकी लाग्दैछ खोटिन करुणाको निम्ति चाहिँ खाँदैछ अहिले दामी मिठो रहेछ दिदी के थ्याङ्क यू सो मच यही बनाउनुपर्छ दामी आज पुरा चिट मिल हुँदैछ मेरो फ्रेन्च फ्राई पनि खाएँ केक पनि खाएँ फ्रेन्च फ्राई पनि आएको छ अब यो पनि खानुपर्छ होला अहिले चाहिँ तपाईँले हेर्नुहुँदैछ यो सिन्क्लेयर्समा हामी छौँ अनि सिन्क्लेयर्स एकदमै सुन्दर यो सिन्क्लेयर्स चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ चाल्सादेखि अलिकति सामसिङ जाने रोडमा तपाईँले पाउन सक्नुहुन्छ अनि यसको तपाईँले लाइटिङहरू यति मजाको देखिराख्नु भएको छ यो एकदमै सुन्दर छ यो होटल यहाँभित्र तपाईँहरू आएर फ्यामिलीसँग डिनरहरू गर्न सक्नुहुन्छ स्विमिङ पुल छ यहाँनिर अनि तपाईँले मजाको भ्यू अनि एकदमै शान्त जग्गा छ तपाईँहरू आएर यहाँनिर मजाको खानाहरू खाएर आफ्नो फ्यामिलीसँग टाइम बिताउन सक्नुहुन्छ अनि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ मजाको बस्ने जग्गा यस्तो छ मजाको कम्फर्टेबल अनि एकदमै दामी र यहाँनिर चाहिँ यस्तो छ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ एकदम मजाको ठाउँ छ मजाको कोटेसनको लाइफ इज अ फुल अफ positivity more facts about tea को भेराइटिजहरू रहेछ यहाँनिर कहाँ खिच्दिनु अरे यहाँनिर खिच्दिनु भन्छ कलकत्ता कहीँ हो खिच्नु कस्तो राम्ररी देखिरहेछ Ready la? Ready? 1, 2, 3. भयो ल एकछिन यहाँनिर तपाईँको लाइब्रेरी पनि रहेछ म तपाईँलाई देखाउँछु ल लाइब्रेरी तपाईँको
जग्गाको यस्तो रहेछ यहाँनिर लाइब्रेरीमा बुक्सहरू यदि तपाईँहरूलाई यो होटलमा आएर यसो शान्त जग्गामा टाइम स्पेन्ड गर्दै पढ्न चाहनुहुन्छ भने चाहिँ यो ठाउँ मजाको रहेछ अनि यहाँनिर बस्ने जग्गाहरू न्युजपेपरहरू राखिएको छ यस्तो रहेछ यहाँनिर अनि यहाँनिर यस्तो रहेछ क्लासरुम जस्तो तपाईँहरू र यस्तो छ अहिले म तपाईँलाई सबै कुरो देखाउने ट्राई गर्छु परनिर सबैजना बात मारिरहेको छ तिनजना अब यहाँनिर डिनर गरेर हामी जानेछौँ के हुँदैछ यहाँनिर हुन आँटेको बेहुलीले चाहिँ नेल आर्ट हेर्दो रहेछ यहाँनिर अहिले चाहिँ त्यस्तो छ के हुन्छ यो त सारै प्लेन भयो यो यो सेकेन्ड यो है फर्स्ट यसलाई चाहिँ फ्रेन्च म्यानिक्योर अलिकति लामोमा तर छोटोमा छ नि यो नेल चाहिँ तिम्रो लगाउनु ल म के हुन्छ के यस्तो गर्छु यस्तो ल यो वाला गर्छु ल दामी हुन्छ जस्ट प्रार्थना गरेर यस्तो हुन्छ रे जतिजना मेम्बरहरू आउँछ उनीहरूले चाहिँ ट्याक 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 गर्ने थम्बले त्यस्तो ट्याक 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 त्यसो गरेर चाहिँ सानो कम्पनी कस्तो ठुलो त कहाँ हुन्छ मान्छेहरू के गर्दैछ नि गर्यो यस भएर कस्तो प्लानिङ यहाँ सुनाउँछ दिएको अवश्य चाहिँ यस्तो हुन्छ नि मेरो फोटो खिच्दै होला अब त फोटो खिच्न र फिलहाल चाहिँ हाम्रो नान डिनर आइपुगेको छ अनि हामी सुबो नान हाल्दिन खानुहोस् ल खानुहोस् ल यस्तोहरू चाहिँ नहाल्दा ट्रान्जिसन गर्नेहरू यो पनि खाना बेसी ट्रान्जिसन उयो गरेर तातो त खान्छ रिल बनाएर थाक्यो होला सुसान झोले तातो त खाउ त अहिले गर्दा पनि हुन्छ त्यो ल अब हामीले डिनर पनि गरिसक्यो अब के छ अरू के छ यहाँ आएर अब सुसान एउटा डान्स गरिदिनु पर्यो डिनर पनि सक्यो एब्बे खुवाइ भयो चाहिँ हामी लागेको खानासाना खायौँ मजा आयो एकछिन भए पनि 2 घन्टा जति ल करुणा के भन्नु छ तिमीलाई थ्याङ्क यू सो मच आजको दिन यस्तो स्पेसल बनाइदिनु भयो आज मेरो लास्ट ब्राइड टु बी थियो मेरो दिदीहरूले मलाई सम्झेर यस्तो राम्रो ट्रिट दिनुभयो थ्याङ्क यू सो मच अनि इगरली वेटिङ हाम्रो अर्चुदी र शुभेच्छादीको लागि कहाँनिर छ होला नि त्यो राजकुमारहरू उहाँको लागि मुसु मुसै हाँस्दैछ होइन चाहिँ लुकेर बस्छ